सबैजनालाई शुभ दिन है। आजको मेरो दिन भनेको चाहिँ कालो चियाबाट सुरुवात भइरहेको छ। अनि आज बिहान बिहान चाहिँ लाइक हिजो चाहिँ मैले त्यो मेरो गाडी धुने बेला चाहिँ त्यो यो स्टिल युज गरेको थिएँ क्या। यसरी राख्नुपर्छ। यो चाहिँ बेस हो। यो चाहिँ मेरो त्यो Osmo 6 को त्यो गिम्बलको बेस हो क्या होइन। अनि यो राखेको चाहिँ अलिकति त्यो स्ट्रङ त्यो राम्रोसँग अड्डिरहेको थिएन क्या। त्यही भएर आज अनि यो यस्तो खालको चाहिँ छुट्टै किन्नु पर्ला भनेर हेरिरहेको थिएँ मैले चाहिँ होइन। तपाईँहरूलाई देखाउँछु है म। अनि मैले जस्तो प्राइस हेरेको थिएँ क्या होइन। अनि मेरो त यस्तो ज्वरो आयो क्या। ट्राइपोडहरूको प्राइस हेर्नु न यहाँ ल। अनि मलाई चाहिन्छ यस्तो खालको होइन। यो बलियो त बलियो हुन्छ होइन। त्यति चाहिँ मलाई हुक्क छ। यसको प्राइसले हेरेर म तर्सिएको ल। मलाई किन्नै मन लागेन। ठिकै छ, त्यो चाहिँ पैसा भएपछि किन्दै गर होइन। म चाहिँ तपाईँलाई अर्को एउटा चिज बवाल चिज देखाउँछु। अनि यसको चाहिँ मलाई बेस्ट पार्ट लाग्यो भनेको चाहिँ यो हो क्या, क्विक रिलिज टक्क लगाएर होइन। अनि तपाईँको यसको यो माउन्ट किन्नुभयो भने चाहिँ अनि यो त्यो माउन्टमा चाहिँ यता साइडबाट नि एट्याच गर्न मिल्छ क्या। अब भर्टिकल्ली मिल्ने भयो, यो गर्न मिल्ने भयो। तर यसमा चाहिँ तपाईँको यत्तिकै राखेर पनि त्यो भर्टिकल्ली पनि खिच्न मिल्छ क्या पोर्ट्रेटमा चाहिँ। अनि त्यहाँ चाहिँ त्यो फिचर्सहरू छ होइन। त्यो चाहिँ एकदम राम्रो हो। यहीँ छ क्या त्यो पोर्ट्रेटमा खिच्ने कसरी खिच्दैन सबै छ। अनि मैले चाहिँ के देखाउनु लाग्यो भन्दा चाहिँ होइन, अहिले चाहिँ पोर्ट्रेट भयो क्या यत्तिकै भने होइन। तपाईँलाई यसरी चाहिँ खिच्नु परिराखेन क्या। त्यो चाहिँ दामी हो है। म के देखाउनु लाग्यो भन्दाखेरि चाहिँ त्यो हिजो किनेको मैले माइक छ नि, त्यो चाहिँ कसरी यहाँ गर्ने भनेर, कसरी कनेक्ट वायरलेसली कनेक्ट गर्ने भनेर क्या। तपाईँहरू यसरी गरेर सेटिङमा जान सक्नुहुन्छ। अनि यहाँ वायरलेस माइक छ होइन। वायरलेस माइकमा जान सक्नुहुन्छ। अनि यहाँ TX1 र TX2 छ क्या। दुइटामा एउटा क्लिक गर्ने है। अब यो चाहिँ रेडी टु पेयर छ होइन। टक्कै यहाँदेखि केस खोल्यो। त्यसपछि यसको लागि चाहिँ तपाईँ रिसिभर चाहिँदैन होइन। डाइरेक्ट यो कनेक्ट गर्न मिल्छ। अब यसलाई चाहिँ पावर अन गरौँ होइन। पावर अन हुँदाखेरि चाहिँ ग्रिन हुन्छ होइन। यो मैले हिस्ट्री गरिसकेँ हो। अनि यो तपाईँको यो साइडको यो लिङ्क बटन छ नि, लिङ्क बटन थिचिराख्नुभयो भने चाहिँ के अरे ब्लू बोल्छ क्या। नर्मली ग्रिन बोल्छ। त्यो लिङ्क बटन थिच्नु भने चाहिँ तपाईँको ब्लू बोल्छ। अब ब्लू बोलेपछि चाहिँ यो रेडी टु उस हुन्छ क्या। तपाईँको यो ब्लुटुथ मोडमा छ है। कन्फर्म भयो, डाइरेक्ट लिङ्क भयो। अब यो भइसकेपछि कन्फर्म गर्ने। यसो तपाईँको यस्तो बार आउँछ कि साउन्डको बार। अनि अब चाहिँ हेर्ने, मैले बोल्दाखेरि पनि यहाँ साउन्डको बार आइरहेछ नि। ल यो भनेको चाहिँ लिङ्क भयो कि। अब यसरी राखेर क्यामेराको ठाउँमा राखेर बोल्दाखेरि अडियो क्वालिटी राम्रो आउँछ होइन। अनि क्यामेरासँगै लिएर पनि हिँड्नु परेन है। यो चाहिँ मलाई लागेको एकदम राम्रो पार्ट हो। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ होइन, हिजो चाहिँ मैले चाहिँ लाइक कति मेरो प्रमोसन चलिरहेछ क्या होइन। यो के अरे उबरिसमा चाहिँ प्रमोसन चलिरहेछ। अनि मैले चाहिँ खास हिजो चाहिँ 15 ट्रिप मात्र गर्छु भनेर बसेको थिएँ क्या। तर गर्दा गर्दा चाहिँ बढी नै गऱ्यो होइन। अनि सो मलाई चाहिँ अनि 6वटा ट्रिप चाहिँ गर्नु छ क्या अझै होइन। अनि 6वटा ट्रिप गऱ्यो भने चाहिँ लाइक त्यो मैले चाहिँ त्यो प्रमोसन चाहिँ ग्र्याब गर्न सक्छु होइन। अनि त्यही भएर यसो अहिले निक्लेको ठ्याक्कै मलाई आइसक्यो अर्डर होइन। अनि अहिले गट द वान। अब जानुपर्छ है त। कहिलेकाहीँ चाहिँ यसरी नै आइदिन्छ क्या, घरबाट नै सजिलो हुन्छ। यहाँदेखि त्यही अगाडि हो होइन, 5 मिनटको ड्राइभमा। अनि त्यतिखेरसम्म त्यहाँ रेडी पनि हुन्छ। सो पहिला चाहिँ मेरो 6वटा ट्रिपलाई टार्गेट गरौँ। मलाई चाहिँ होइन यो ठाउँमा पार्किङ भेटाउनु चाहिँ यस्तो टाइम लाग्यो क्या होइन। यो ठाउँमा चाहिँ कस्तो छ भन्दाखेरि उता पनि यति धेरै पार्किङ एरिया छ होइन। अनि यो पनि पुरै पार्किङ एरिया भयो। त्यो उतापट्टि साइड पनि पार्किङ एरिया छ क्या। तर सबसे बिजी भनेको यही एरिया हो क्या। फेरि मान्छेले यहाँदेखि नजिक हुन्छ नि त। अनि यति बिजी छ, उता पुरै खाली छ होइन। अनि उता पनि पुरै खाली हुन्छ क्या। बिजी हुने यही हो क्या। सब मान्छे हिँड्नु पर्छ होइन। अनि 5 मिनट घुमियो यहीँ।
त्यही हो के अरे मैले चाहिँ भर्खरै मेरो फर्स्ट अर्डर चाहिँ डेलिभरी गरिसकेँ होइन अनि अहिले गर्दा सेकेन्ड अर्डर है अनि यो चाहिँ मैले कसरी गर्छु भनेर यसो त्यो खिच्न लाग्दै फेरि त्यो ठ्याक्कै त्यो मान्छे चाहिँ बाहिर कुदिसकेर चाहिँ फेरि अनि अब उसको चाहिँ मलाई त्यो रेकर्ड गर्न मन लागेन होइन त्यही हो अब आइएम गोइङ टु पिक अप माई सेकेन्ड अर्डर यसको मलाई चाहिँ पहिला 6वटा कम्प्लिट गर्नु छ होइन एउटा कम्प्लिट भइसक्यो अब 5वटा बाँकी छ लेट्स डु इट लुक एट दिस ब्युटिफुल वेदर है अहिले चाहिँ बवाल छ क्या सफा छ क्या आकाश पनि होइन मैले चाहिँ त्यही हो एउटा ट्रिप चाहिँ त्यो डेलिभर गरिसकेँ होइन अनि दुईवटा अर्डर चाहिँ मैले पिकअप गरिसकेको छु अब 2टा अर्डर डेलिभर गर्छु अनि हिजो साँझ नि पानी पऱ्यो शीतल थियो क्या अनि आज नि बिहान पानी परेको थियो अनि शीतल नै छ अनि वेदर चाहिँ क्या क्लिन भएको छ क्या अहिले चाहिँ बिहान चाहिँ अलिअलि अँध्यारो थियो होइन अब लेट्स गो है यो 2टा ड्रप गरौँ त्यसपछि बिस्तारै अनि अझ एउटा अरू मलाई कति 3टा अर्डर डेलिभर गर्नुपर्छ अझै सो अहिले यो खै डिसेम्बर भएर के भएर होइन अलिकति बिजी नै छ क्या यस्तो बिजी चाहिँ हुँदैन विकडेजमा पनि होइन ट्राफिक लास्टै धेरै छ अनि यो चाहिँ मेरो 6 ड्रप हो होइन त्यसपछि अनि के भन्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ खानाहरू ग्रोसरीहरू मात्र डेलिभरी गरिरहेको थियो नि त अनि तर यो चाहिँ मेरो 9औं डेलिभरी छ है यो चाहिँ पिसी यो त्यो गेमको कन्ट्रोलर जस्तो छ होइन मैले भित्र खोलेर दिएर छैन अघि चाहिँ त्यस्तै कन्ट्रोलर जस्तो देखेँ जस्तो लागेको थियो है यो चाहिँ फर्स्ट टाइम हो अलिकति यो खानेकुरा ग्रोसरीदेखि अलिकति आउट अफ डेलिभरी भनेको चाहिँ अनि करिब मलाई चाहिँ अलमोस्ट कति 2 घन्टा जति लाग्यो भनौँ न यो 6वटा डेलिभरी गर्नलाई अनि जस्ट एज कम्पेयर टु हिजोको भन्दा चाहिँ आज चाहिँ अलिकति ट्राफिक धेरै छ क्या यतिको ट्राफिक हुन्थेन खास होइन यो डिसेम्बर भएर अब स्कुल होलिडे सबै क्रिसमस भएर भएको जस्तो लाग्छ मलाई अनि आइएम नट प्रिटी स्योर अब म यहाँ भन्दा अघि गर्छु कि गर्दिनँ होइन लेट्स सी हाउ इट गोज है पहिला चाहिँ यो डेलिभर कम्प्लिट गरौँ त्यसपछि आइएम गोना थिङ्किङ अबाउट इट अनि त के भन्नुहुन्छ तपाईँहरू जहिले काम मात्र गर नि भने फेरि होइन अनि म चाहिँ टुथपिक पनि लिन थियो क्या फेरि अघि त्यहाँ लिन्छु भनेको लिएन यताउता गर्दाखेरि बिर्सेर हिँडिहालेँ होइन यो मासु खाँदा दाँतमा अड्किन्छ क्या होइन यसो निकाल्नु त पऱ्यो फेरि हेरौँ कस्तो हुन्छ मुड अब पहिला यो कम्प्लिट गरौँ त्यसपछि यो मुड चाहिँ छिनछिनमै चेन्ज हुन्छ क्या त्यही भएर अब यो गर्छु यो पछि यो गर्छु भन्ने कुरै हुँदैन क्या होइन यस्तो तालमेलमा जे मिल्छ त्यही गर्दै हिँड्ने हो मेरो पछाडि ब्याकग्राउन्ड हेर्नु न कस्तो दामी देखेको होइन त दामी देखाएको छ होइन त अनि अहिले चाहिँ यतातिर यस्तो फलिरहेको छ क्या यो रङ्गी बिरङ्गी रुख क्या दामी देखिरहेको छ म चाहिँ त्यो मेरो लास्टको 6वटा अर्डर गरेर चाहिँ के अरे गर्दिनँ भन्थेँ अनि ठ्याक्क घर फर्किँदै थियो ठ्याक्क त्यो 2टा अर्डर आयो फेरि त्यो चाहिँ नजिकै थियो अनि त्यो पिकअप गरेँ अनि एउटा अर्डर चाहिँ यो ठाउँको रहेछ क्या अनि यो ठाउँ चाहिँ अलिकति त्यो 10-11 मिनट अलिकति पर छ क्या भनौँ न त्यो सिटीको झ्याउँछोदेखि अलिकति बाहिर छ क्या अनि यहाँ चाहिँ कहिले काहीँ डेलिभरी आइरहेको हुन्छ म चाहिँ अनि यहाँ चाहिँ कस्तो छ भन्दा घरहरू चाहिँ यस्तो ठुल्ठुलो एरिया छ क्या घरहरू चाहिँ त्यो अब उतातिर सानो एरिया हुन्छ नि यहाँ चाहिँ लास्टै ठुल्ठुलो छ क्या अब कस्तो छ भन्दाखेरि बााउन्ड्री नै ठुलो क्या हेर्नु यो घर छ यो घरको यत्रो ठुलो बााउन्ड्री छ उतै घरको त्यत्रो ठुलो बााउन्ड्री छ त्यो घरको त्यस्तो ठुलो बााउन्ड्री छ लास्टै ग्रिनेरी छ क्या यहाँ सबै घरहरू चाहिँ अनि मलाई चाहिँ यो ठाउँमा आउनु चाहिँ यस्तो मजा लाग्छ क्या होइन अनि त्यही भएर यो ठाउँमा यसो एउटा सानो मिठो भिडियो गराऊँ भनेर चाहिँ गरायो होइन अब यति भन्दै आजलाई म भिडियो यहीँ ऱ्याप गर्छु होइन अब जति काम गरेँ त्यस्तै हो धेरै काम पनि गर्नुहुन्न आफूलाई पनि टाइम दिनुपर्छ अन्तिमसम्म हेरिदिनु भएको छ भने सबैजनालाई नमस्ते है धेरै धेरै धन्यवाद भन्न चाहन्छु आफ्नो ख्याल राख्नु होला फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ त्यतिन्जेलसम्म जय नेपाल पिस आउट म चाहिँ अब आजलाई पुग्यो भनेर होइन घर फर्किँदै थिएँ होइन ठ्याक्क घर आउँदा चाहिँ ठ्याक्कै मलाई टक्क आयो यसो हेर्दा नि एउटा कस्टमरले चाहिँ मलाई चाहिँ $25 टिप दिएको रहेछ होइन सो अहिलेसम्मको हाइएस्ट टिप नै त्यो थियो होइन सो के भन्नु छ अब यही हो जिन्दगी काम गर्नुपर्छ होइन एक्सपेक्टेड नराखिकन काम गऱ्यो भने रिवार्डहरू आफै आउँछ
स्टे हार्ड के अरे सरी कस्तो बिर्सेको भन्नै आउँदैन क्या मलाई फेरि त्यही भएर चाहिँ मैले यस्तै टपिक किन्छु चाहिँ भन्नु नपुग्छु भनेर स्टे हम्बल वर्क हार्ड जय नेपाल